ओभरहिट भयो गाडी, फेरि पानी लिक भयो, यो इन्जिन भयो। यहाँबाट आएर हेर्दाखेरि यहाँ चाहिँ पहेँलो गएको भाग छ यहाँनिर हैन। यहाँनिर कहाँबाट लिक भयो थाहा छैन। पानी लिक 100% भएको हो, गाडी ओभरहिट भयो यस्तो देखिएको छ हैन। अब यो पछाडिको कहाँनिरबाट भयो भन्ने चाहिँ हाम्रो मेकानिक दाइलाई देखाएपछि थाहा हुन्छ ट्याक्कै। हाम्रो सनैयामा एकजना मेकानिक दाइ हुनुहुन्छ साथी हो ग्यारेजमा, टक्क त्यहाँ लगेपछि चाहिँ छर्लङ्ग थाहा हुन्छ हैन। गाडी त्यहाँसम्म पुर्याउने जोगाड लगाउनु पर्यो। अब यो गरेर चट्ट एकचोटि हेरेपछि हाम्रो नेपाली दाइ हुनुहुन्छ मेकानिक, स्पेसल मेकानिक हैन, चट्टै थाहा हुन्छ है दाइ यो चाहिँ हैन। अब ग्यारेज हिँडे दाइ, म ग्यारेज जानु पर्यो।